everyone, welcome back to our YouTube channel. हजुरहरुलाई फेरि पनि स्वागत छ दिपा एन्ड जिनाज वर्ल्डमा। आज हामीहरु रियाक्ट गर्न जाँदै छौं जलन दाइको दुर्गा प्रसाद द रियल लाइफ साकार भन्नेमा। यो दाइको भिडियोमा चाहिँ साकार जहिले नै हुन्छ है, कहिले छुट्दैन। यसो फेरि मलाई हाँस उठ्छ। ओके, अब हामी चाहिँ ढिला नगरी चाहिँ भिडियोतर्फ लाग्छौं। किनभने लाइन गएको गरे हो कि त्यही भएर म अहिले भर्खर लाइन गथे हामी भिडियो गराउँदा फेरि लाइन आयो। अब हामी चाहिँ अब त्यही भएर चाहिँ यसो नगरिकन छिटो भिडियो गराम। ओके, सो लेट्स स्टार्ट द भिडियो। Want the latest updates on cricket and football? Stay ahead of the game with all the action from the IPL, Premier League, La Liga, Bundesliga, Serie A, Champions League and more. Introducing 1xBet Sporting News, your ultimate hub for everything sports. The IPL is happening right now, and if you don't want to miss a single moment, match update or breaking news, download the app today or visit the official news website. Use the promo code shown on the screen to unlock exclusive offers. Let's go. काका 2 वर्ष भन्दा बढी भइसक्यो यो व्यवस्था फ्याल्छु भनेको अहिले हो। पोर पनि मैले गरेको थिएँ नेतृत्व। त्यतिखेर मलाई राजाले ठुलो धोका दिनु। त्यही त यो पनि हजुरलाई कमान्डर बनाउनु भएको छ, राजालाई निराश नपार्नु होला नि। आमा कसम 1 फ्याक्छु 2 फ्याक्छु 3 फ्याक्छु मुखले मात्र भनेर हुन्छ। यहाँ त कति कन्फिडेन्ससँगले भन्दै छ व्यवस्था गयो। साकार दाइले के भन्दै हुनुहुन्छ सुन्नु भयो? के भन्दै थिए? तपाईको पारा मलाई मनै पर्यो। केमा चित्त बुझेको छ? काम कम भयो, गफ बढी भयो। मैले के गर्नु पर्छ? खुकुरी हान्दै सब जनताहरु हातमा खुकुरी लिएर निस्किने दिन आउँदै छ। खुकुरी निकाल्ने टाइम आयो कि टाउ? खुकुरी बोकेर आउँछ। खुकुरी बोक माछ डेभलप गर्नु। मलाई साथ दिने हो। 15 गतेको आन्दोलनमा एक भएर लडौं। नछस् मर्न तयार। अस्ति 15 गतेको आन्दोलन यसरी सुरु भएको थियो। यो मान्छे चिन्यौ? यो यसको बट ओके एकदम त्यो मेरो 2 लाख हैन 2 तोला सुनको सिक्री हरायो भन्दै रोको मान्छे हो नि त यो। खतरा रासी छ त। अहिले फेमस भयो यो मान्छे। एकदम फेमस भएर हो नि। कहाँ हो कुनमा त मैले त बुलेट बाइक चलाएको नि के भन्नाले बुलेट बाइक चलाएको नि देखेको थिएँ कि। यसले पुरा जिम गरेको थिए। Few moments later. आन्दोलन सुरु हुँदा पनि उहाँको सिक्री चोर्दैछन् हैन। सुन तस्करहरु यहाँ पनि आइपुगे कि क्या हो? आफ्नो सुनको ख्याल गर्नुपर्छ नि अलि यार। दादा भाइ होसै भएन। कानको मुन्द्रा अझै बाँकी रहेछ, त्यो चाहिँ अर्को आन्दोलन। अब 2 दिन लाग्ने ब्याग गइहाल्यो मेरो बाबु। धेरै नरुनुहोस्, केही पाउँदैलाई के गुमाउनै पर्छ। त्यही पनि कमान्डर दुर्गा प्रसादले हजुरलाई सुनको ठाउँमा हिरा दिनुहुन्छ रे। हिरा भनेको कोइलाको खातमा हुन्छ के? चान्सुकै होस् न, उहाँलाई हिरा दिएर सुनको भरपाई गरिदिनु पर्यो। जेलबाट निस्केपछि हिरा दिन्छ। यता सुन चोरी भएर हुँदै हुन्छ। त्यो दुर्गा प्रसादको फेस राख्दैको रहेछ कि। फेरि यही आन्दोलनको मौका छोपेर व्यापार गर्दै हुनुहुन्छ। यो बेच्न राख्नु भएको? अनि आजको दिनमा मौकामा चौका कसले बेच्न दियो यो झन्डा? हैन बेच्न म आफै आको हुँदैन भने जान्छु नि। हैन एउटा बोकेर हिँड्न मिल्दैन? मिल्छ तर किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व? ए झन्डा किनबेच गरेर देशको अस्तित्व मेटिन्छ। तपाईँ कुन पार्टीको मान्छे हो? म त के पनि होइन बर्थडे पार्टीको भन्दै हुन्थ्यो। त्यही त तपाईँ हामी जस्तो आन्दोलनको नाममा ढुङ्गा हान्नु भन्दा त यसरी व्यापार गर्न दिनुहोस् न बरु। एउटा दिन हुन्न मलाई ल एउटा झन्डा फ्रीमै लग्यो क्या। किनेको भए पनि हुन्थ्यो नि, कति नै पर्छ होला र यार। व्यापार त हुन्थ्यो कमसेकम उहाँको। बेचेर लिन्छु भन्दै हुन्थ्यो, तर हामी नकिनिकन देशको झन्डा कसैले किन्छ? कसैले किन्दैन, किनकि यो झन्डा घाँस हो, उम्रिन्छ, टिपेर ल्याउने बेच्ने। आन्दोलनकारीहरू बिचरा झन्डा बोकेर नाच्दै गाउँदै जम्मा हुँदै थिए। त्यही बेला कुन चाहिँले घरबाट लुकेर टियर ग्यास हान्दैछ। बिना कारण आँसु ग्यास हाल्न पाइन्छ? घरबाट आँसु ग्यास परायो, त्यो घर मालिकलाई पनि समात्नु। त्यसपछि काकाले जे हुन्छ भन्नुभयो त्यही बङ्गलादेशी स्टाइल। होइन घरबाट लुकेर अश्रु ग्यास हान्ने चाहिँ को रहेछ? प्रचण्ड ओली शेरे माधव कुमार नेपाल झन्डा खनाल मेन टाउके हिँडेर रन्डीका भनेर खतरा भन्दै त बाजेले त। कोले त्यो अब भिडभाडमा कोले असर ग्यास हो कि के फ्यालेर रहेछ कि। त्यसलाई ढुङ्गा हानेको कि कसलाई के को आन्दोलन हो र यो खासको? राजा ल्याउनु काठमाडौँमा हो कि यो राजाले चाहियो भनेर यिनीहरूले आन्दोलन गरेको हो कि। अनि आन्दोलन गर्दाखेरि यो जुन घर देखायो त्यो प्राइभेट घर रहेछ। अनि प्राइभेट घरमा चाहिँ पुलिसहरू पहिले नै बसेर
उस फारेको रहेछ के भन्छ त्यसलाई असर ग्यास मन लाग्दी पनि बोल्छन् मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारी होइन हेरेको थिएन कि भाटबटी नि अरे यो हजुर हेर्नु भएन त्यत्रो भारवाटीमा के अरे यिनीहरू खास आन्दोलन गरेको मान्छेहरू हो अनि आन्दोलन गर्दा गर्दा भारवाटीमा लुट्न गए लुट्न गएर अनि किन त भारवाटी खास बन्दै थियो अनि मान्छेहरूले तोडफोड गरेर कसैले कपडा लगेको कसैले एउटा आइले त कपडा लिएर गरेर जेल गए सबैले बधाई छ के भयो चप्पल च्यात्यो घर पुगेपछि त्यही चप्पल भेट्नु भयो तिमीले हाटबटिनीमा लुटपाट मचिरहेको छ भित्रबाट लुटपाट गरेर बाहिर निस्कदै भित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ काका यार आफ्नो आन्दोलनकारीलाई खानपिनको व्यवस्था गरिदिनु पर्थ्यो नि त झोरेरलाई जस्तो चोरेर खाइरहेको छ नि यार यसरी आन्दोलन गरे भोकला आयो यहाँ आयो खाना पायो बङ्गलादेशमा हेर्नु बङ्गलादेश त के छ फुटाइदिन्छ हेर न एउटा केटाले त रक्सीको बोतलहरू ब्रान्डको रक्सीको बोतल लिएर पागल भएको र किन आन्दोलन गर्दा गर्दा किन त्यो चोर्न पुगेको त नि छ्या बेइज्जतीहरु बङ्गलादेशमा खाने पाएको छैन हाम्रो नेपालमा जति खान्छ खाओ न ल त्यही चाहिन्छ लिएर जानुहोस् फ्रीमा रुसलान भुड्का बोकेर हिँडिरहेका छन् खसीको म खान्छु खसीको खुट्टा तर्खा बुढा अनि मोज गर्नुपर्छ बेलुका गएर मोज त गरे यिनीहरूले तर त्यो खाएको नपच्दै पुलिसले समातेछ आज मान्छेहरूले मोज गरिरहेका छन् र हेर्नुहोस् फलफुल बोकेर हिँडिरहेका छन् आइफोन पनि के चोरेको रे मोबाइलहरु सबै के चोरेथे भन्छ दिदी तिमीलाई त लाज लाग्नुपर्छ लाज लाग्दैन तिमीहरुलाई अब भर्खरका केटाकेटीहरु जवानहरु त जोसै जोसमा गएर चोरे ठिक छ अंकल यार हजुर त कपाल फुलिसक्यो के हो फुलिसक्यो बुढो भइसक्यो के खसिनाको धोती लिएर भागे चाहिँ सारी लिएर भागे चाहिँ आन्दोलनकारीले केपीओलीहरुका कट्टु लिएर जान्छ केपीओलीको त गेट अगाडि पनि जान सक्नुहुन्न साधारण मान्छे रुममा छिर्ने ल्यापटप चोर्ने त्यही त हुने तपाई यो के काम नगर्नु यो काम नगर्नु तपाई हेर्नुस् उहाँले यो ल्यापटप दिनु भएको छ यो राजाबाडी त होइन पक्कै यो भिडमा मौका छोपेर चोर्न आएको चोरै हुनुपर्छ होइन यसरी खुलेआम चोरी भइरहँदा कहाँ थियो प्रहरी यो खोसेर ल्याउनु भयो खोसेर ल्याए उनीहरु मात्र किन सेफ्टी हामी पनि सेफ्टी हो पुलिसले आफ्नो सामान त जोगाउन सकेर रहन्छ के समात्यो चोरलाई त्यो सिल्ड भन्दा पनि सक्नुहुन्छ भने पुलिसको बन्दुक खोसेर ल्याउनु न मसँग गन छ के म्याचिङनी अब त्यो बन्दुकले मान्छे त मार्नु हुन्न होला पारासासँग जंगलतिर शिकार खेल्न जानुपर्छ अब यो विदेशीलाई फेरि के को रहर हो आन्दोलनमा हिँड्न स्वर्गलोक You care about cause you care about dharma. Stand up for cow bachao. Guy bachao. You don't have to teach. हामी चाहिँ वैदिक सनातन हामी चाहिँ हिन्दूको प्रतीक शान्तिको प्रतीक हो लेकिन एक सेकेन्ड हाम्रो ज्योति जीवनी यहाँ ढुङ्गा प्रहार गर्दै हुनुहुन्छ हेर्न सक्नु ढुङ्गा प्रहार रे धर्मगुरुले त्यस्तो काम गर्नुहुन्छ कि क्या हो त्यो त बोलिङ प्र्याक्टिस गरेको सबैलाई सन्दीप लामिछाने बन्नु छ केटाहरु बोलिङ गरे खतरा हो कि है भगवान कति जानेको र ढुङ्गा हाने सही एडिट अब ढुङ्गा हान्नु पर्छ यिनीहरूलाई अब पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईँ होला धक्कामुक्की नै गर्ने का हजुर यहाँ स्टेजबाट ग्राउन्डमा आउनुस् भनेर बोलाउँदै हुनुहुन्छ उता हजुरको मान्छेलाई पिटाइ छ पुलिसले मान्छे हाने छ जाउँ हजुर आयो भने हामीलाई बल्ल बोल्छ ठुलो मात्रामा नेपाल पुलिस आइज रन्डीको बाद लागि परेको छ दुर्गा पुसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ उहाँ अगाडि बढिराख्नु भएको छ यो गाडीमाथि यसमा हैन र त्यो यही आन्दोलनमा हैन र त्यो दुईजना भएको कुन आन्दोलनमा हो त
यही आन्दोलनमा हैन हस्टेलमा छ नि त खास मैले चाहिँ त्यो देखेको थिएँ कि सुरुमा आन्दोलनमा कलेज केटी चाहिँ कलेज गएर आउँदाखेरि चाहिँ गोली लाग्यो भन्ने कलेज हैन आई थिंक काम अफिस गएर अनि फर्किन अफिस गएर फर्किन बेलामा आफ्नो दाइलाई दाइ हो कि भाइ हो थाहा भएन फोन गरेर मलाई लिन आइजन भन्दा आउने बेलामा 2 जनालाई गोली प्रहार पुलिसले प्रहरीले अन्धाधुन्दा सक्नुहुन्छ प्रहरीका यी घेरा तोडेर चाहिँ अगाडि बढिराख्नु भएको छ के हो काका ड्राइभिङ त कडा छ त यत्रो मान्छेको भिडमा पनि कसैलाई ठक्कर दिनु भएन पारासालाई पनि सिकाउनु पर्यो यसरी नै गाली चलाउन हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ गोली हानेको छ त्यही त शान्तसँग आन्दोलन गर्न दिएको भए हुन्थ्यो नि अनि के हजुरले फेरि आफ्नो आन्दोलनकारलाई त्यसरी उकास्ने हो लिडरले सुरु गरेपछि त अरूले गर्छन् त यहाँ हामीले अहिलेकै गोली गट्टा लिएर आएर यो दलाल पुलिसहरू विरुद्ध गरेका थियो र हामीले शान्तिपूर्ण र्याली गर्न पाइने कि नपाइने पाइन्छ तर हजुरसँग हतियार छ कि हतियार छैन हामीसँग हजुरसँग पो छैन होला त उहाँसँग त रहेछ नि प्लास्टिकको त होइन होला त्यो पारेर एउटालाई राम्रो लडाइ यस्तो लडाइदिनुहोस् न फेरि मर्ने र मार्ने खेल सुरु होस् भन्न खोजे हो यसले फाइदा कसलाई हुन्छ न्यू खोजे भने प्रचण्डको खुमलदारमै गएर भिड्ने हो नहुने कुरा कहाँ भिड्ने हद गर्न त भएन नि भत्काइदे गर आइसकेका छौँ एउटा घरमा अनि अब यसै गरी हामी अरू घरलाई पनि आगो लगाउन जाँदैछौँ केटा हो गएर आगो लगाइदे जुन घरबाट लुकेर अस्लुगा झाने त्यहाँ त आगो लगाए ठिक छ अनि यो ऱ्यान्डम घरहरूमा गएर आगो चाहिँ किन लगाउनु त्यहाँ फेरि के आवश्यकता थियो त्यहाँ तेरो बाउले ल्याएको गाडीहरू चलाउँछ मैले सुनेको हिसाबमा चाहिँ प्राइभेट घरमा आगो लागेको तर यो ऱ्यान्डम घरमाहरूमा आगो लागेको मैले बल्ल थाहा पाएँ तर त्यस्तो नगर्नु पर्ने हो खास भन्यो भने तर कसको घरमा चाहिँ आगो लागेको एउटा प्राइभेट एउटा बिल्डिङ थियो अरे प्राइभेट त्यहाँभित्र फेरि पुलिसहरूको त्यहाँभित्र एउटा पत्रकार पनि मरेको हो र हो त्यहाँ यो चिजहरू चाहिँ थाहा खास के भएको भन्दा आन्दोलन गर्ने बेला मान्छेहरू यत्तिकै त्यहाँको म सायद गलत पनि हुनसक्छ होला थाहा होइन तर म सुनेको है आन्दोलन लाइक हुन्छ नि त्यस्तो ढुङ्गा पहाड यस्तो यस्तो नगरिकन के भन्छ अरे सिम्पल्ली नै गर्ने भनेर गएको हुन्छ तर पुलिसहरूले माथिदेखि अर्को घरको माथिदेखि टियर ग्यास फालेर अनि तिनीहरूलाई जुसुटेर घरहरू गरेको हो कि खातेहरू साला रनपुण्डको बिल्डिङमा आगो लाउने यिनीहरू हेर्ने बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ कस्तो खालको चाहिँ भेडा मान्छे यार तिमीहरू देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू हाम्रो दुश्मनी देश खतम पार्ने गद्दारहरूसित हो अब भनेको पुलिससित होइन त्यो भन्दै मात्रै हो ठुला मान्छेले बसेर हेर्छन् लास्टमा भेट्ने भनेको जनता र पुलिस अबदेखि हिँड्ने होइन हामीसँग हिँड रे पुलिसले के आफ्नो काम पनि गर्नु नपाउनु यार के मार्नै खोज्या हो र त्यो साधारण सिपाही मरेर के हुन्छ अब यहाँ ठुला नेता मर्ने दिन आउँदैछ मार्दे है म जिस्काएन तरबार हाना पनि खेलौँ त बन्दुक हाना पनि खेलौँ त डरा छ अहिले त आगो लगाइदे केपीलाई भन्छु केपी शर्मा ओलीको भिडियो त खतरा लाम्रो चाहिँ 12 मिनेटको रहेछ त घरमा छिरेर नेतालाई मारेनछन् पनि मलाई भन्नु हजुर फेरि काट्ने मार्ने लड्ने मात्रै कुरा नगर्नुहोस् न यार त्यसरी बन्छ र देश म तिमीहरूलाई तताइरहेको थिएँ देश बनाउनको लागि आन्दोलनकारी पनि त्यस्तै पुलिस पनि त्यस्तै यहाँ त के हो गेम बचा खेलमा 2 जनाको मृत्यु भइसक्यो हेर्नु त मैले मान्छे मार्नु पर्यो प्रचण्डको जस्तो 17,000 होइन 2 जना जसले आफ्नो ज्यान गुमाउनु भयो अस्ति उहाँको जिम्मा चाहिँ हजुर लिनुपर्छ रे त्यो भन्दैछन् आन्दोलनको कमान्डर त म हो नि हैन जसले यो कार्यक्रमको आयोजना गरेको घोषणा गरेको उसैले जिम्मा लिनुपर्छ आन्दोलनमा 2 जनाको मृत्यु भएको थाहा पाएर भाग्नु होला नि फेरि म महाकसम भाग्दैन भगवान कसम भाग्दिन Are you sure about that? होइन भाग्न राम्रो भयो क्या डराएर डराउँदैन किनभने डर के आगे जीत है माउन्टेन ड्यू डर की मां की चूक गाडी स्टार्ट कर डराएर भागिरा यार अनि नेतृत्व गर्ने मान्छे कमान्डर बोल्ने दुई सातले घरा गरेर पनि जनता लडाउने हुँदैन यो लडाइँ अब जनता मर्दै हैन नि
अब मर्ने पालो नेताको नरुनुहोस् हजुरले त आफ्नो हराएको सिक्री असुल गरिसक्नु भयो होला यतिखेरसम्म टिकटकमा लाइभ बस्नु हुँदो रहेछ भाइरल भएर तर जसको ज्यान गएको छ जो घाइते हुनुहुन्छ उहाँहरूको अवस्था के होला घरमा राजाको आन्दोलनमा राजाको छोरा चाहिँ थियो कि थिएन राजाको स्वास्नी चाहिँ थियो कि थिएन राजाको नाति घाँटीमा के जेलको कैदी जस्तै देखियो त यस्तोमा घाँटी लगाएर यसरी हातमा उस बाँधेर लैजान्छ त्यस्तै देखेर न के लगाएको गोलो फलामको जस्तो है नातिना चाहिँ थियो कि थिएन यो हामी जनता चाहिँ मूर्ख हो क्या राजा ल्याऊ भनेको नाममा नाटक गरे होइन त यो बिचारा विदेश जानुपर्ने मान्छे हामी राजा कोही चाहिँदैन हामीलाई कोही पनि चाहिँदैन दुःख मात्रै दिएको होइन यो सबै तपाईँको बेरोजगारीहरू छ नि जो 1000 रुपियाँको लागि तेल मासु भात खान नपाएकाहरू नभए व्यवसाय गर्ने मान्छे त उता भित्र गएर हेर्नु न व्यवसाय गरिरहेछ नि त सबले आफ्नो ठाउँमा यो राजा ल्याऊ देश बचाऊ भनेर के गर्न खोजेको देश अब राजा आउँछ अनि देश परिवर्तन हुन्छ राजा आए चाहिँ कुन चेन्ज हुने हाम्रो राजा आएर नेपाल स्विजरल्यान्ड हुने हो र भने कस्तो बुझ्दैनन् डर कि आगे जिते भाग्दै भाग्दैन म तपाईँहरूको अगाडि नै मर्छु भनेको मान्छे कहाँ भागेर भिडियो सन्देश पाउनु भएको छ त्यो हेर्नुभयो होला नभए हेर्नुहोस् है What's up motherfuckers मलाई डर लागेको छ क्या म्याचले डर लाग्दैन त मुजी प्रचण्डलाई थर्काइरहेको छु तिमीहरूको लागि मुजी तिमीहरूको लागि प्रचण्डलाई थर्काइरहेको छु यार म्याच कि मलाई कसैले मारिदियो भने के गर्ने भन्नु मलाई कसैले गोली ठोकिदियो भने के गर्छस् गन त छ तर मुजी 100 जना आयो भने त सक्दैन नि त एक्लै मलाई बचा है अनि काकाहरु म भाग्दै भाग्दिन भनेको मान्छे किन भागेको के सुरागी पाए भन्दाखेरि त्यहाँ माथि छतमा साफ सुथरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ मेरो कानको छेउबाट गोली गयो तीन कुनेमा पुग्दा कानको छेउबाट गोली गयो हजुर पनि यस्तो गरेर छल्नु भएको थियो कि ट्रम्पले जस्तो गफ पनि अलि हुने गर्नुपर्छ नि यार कमसे कम भेटेको ठाउँमा गोली हाल्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु म भागेको छुइनँ म नेपाल र नेपाली छोडेर म भाग्दिनँ भागेर गइसकेपछि म भाग्दिनँ भनेर हुन्छ कहाँ हुनुहुन्छ अहिले हुनु चाहिँ तपाईँहरू पिर नगर्नुहोस् म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु तपाईँहरू पिर नगर्नुहोस् म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु नभनिकन गएको थिएँ सुटुक्क होइन ओके गाइस भिडियो चाहिँ खतरै लामो रहेछ अनि हेर्दा मजा पनि आयो ए घाँटी पनि दुख्यो त्यो हाँस्दा तर कस्तो दामी गराएको के है एडिट होइन कस्तो जानेको एडिट गर्ने यस्तो ट्याप है त्यो उसहरू नि मिलेको यिनीहरू आन्दोलन त्यसै गरेको कि भन्ने उसले गर्दा अब दुईजना ज्यान गुमाउनु पर्यो दुईजना एउटा पत्रकार एउटा रेन्डम मान्छे कस्तो पुलिसहरूले गोली किन चलाउनु पर्छ भन्छु म त खै अब चलाउँछ नि आई थिंक अर्डर आएर होला माथि उपरबाट अर्डर आएर गाइस अब त्यही हो अब भिडियो चाहिँ अब खतरै थियो एडिटिङ स्किल्स बबाल कसरी गर्न सक्छ होला है म त त्यतिरै हुन्छु यो क्लिपहरू खोज्दा कति दिन लाग्यो होला यो भिडियो एडिट गर्न है माने जलन दाइलाई माने जलन दाइ भाइ खै अब विथ रेस्पेक्ट भनिदिएको दाइ हो कि भाइ हो थाहा होइन भनिदिए दाइ ओके गाइस यति नै थियो आजको भिडियो रियाक्सन भिडियो धेरै लामो भयो भिडियो पनि सो यति भन्दै यदि हजुरहरूले हाम्रो भिडियो मन पराउनुहुन्छ भने अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला लाइक शेयर कमेन्ट पनि गर्नु होला है त ओके बाइ धन्यवाद बाइ